हेलो, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई मिनी ब्लग। हामी चाहिँ जाँदैछु आज सामसिङ, मेरो मावली। सामसिङमा चाहिँ बिहाको इन्भाइट थियो अनि त्यही बिहामा हामी जाँदैछु। सामसिङमा चाहिँ हाम्रो घर छेउको मामाको छोरीको बिहा थियो। बहिनीको बिहा एटेन्ड गर्नु लागि चाहिँ हामी जाँदै थिएँ। अनि सामसिङ घर पुगेर चाहिँ हामी एकछिन रेस्ट गऱ्यौँ। रेस्ट गरेर चाहिँ म र मम्मीले चाहिँ आउटफिट चेन्ज गऱ्यौँ है। साडी लगायो, साडी लगाएर चाहिँ अनि हामी बिहा घरतर्फ चाहिँ लाग्दैछौँ। मेरो नानीलाई पनि चेन्ज गराइदिउँ भनेको लुगा मान्दै मानेन। त्यही भएर चाहिँ उसलाई चाहिँ त्यत्तिकै लिएर गएँ। अन्त यहाँ बिहा घर आइपुगेर चाहिँ यस्तो हेरेको त सबैजना चिनाजानाहरू सबै भेट्यो। मैले पनि चिन्नेहरू भेटेँ, प्लस मम्मीले पनि आफ्नो साथीभाइ है बहिनीहरू सबै भेट्यो। त्यहाँबाट चाहिँ हामी यो लेडिज बारमा पस्यौँ। लेडिज बारमा चाहिँ हामी चाहिँ ड्रिङ्क्स गर्नु होइन, यहाँ चाहिँ सबैजना माइजूहरू, बहिनीहरू, दिदीहरू, यहाँ को हुनुहुन्छ आफन्तहरू सबैजना भेटघाट गर्नु लागि चाहिँ त्यहाँ पस्यौँ। लेडिज बारमा चाहिँ यस्तो यस्तो आइटमहरू थियो हो। अन्त चाहिँ मेरो नानी चाहिँ हेर्नु न निन्द्राले झपझप भएर, अन्त मम्मीले चाहिँ बहिनी भाइहरू भेटघाट भयो यहाँ सरौ लेखाउने ठाउँमा। त्यहाँ एकछिन गफहरू गर्नुभयो। अनि मामाले चाहिँ मेरो नानी बोक्दैछ। नानी चाहिँ पटक्कै मान्दैन। सबैजनासँग भेटघाट कम्प्लिट भइसकेपछि चाहिँ हामी चाहिँ अब चाहिँ लाग्यौँ बेहुला बेहुलीलाई भेट्नेतर्फ। त्यहाँ चाहिँ यति बिना भिड थियो कि अब लाइन लाग्नु परेको है खदाहरू लगाइदिनु लागि पनि, किनकि अब ठिक्कै लन्च गर्ने टाइम नै भएको थियो। अन्त त्यही टाइममा चाहिँ हामी पनि पुगेको थियौँ। त्यही भएर चाहिँ पुरा मान्छेहरू आउनु भएको थियो। अब टाढोबाट आउनेहरू फर्किनु पनि पर्ने थियो। सेम हामी पनि अब टाढोबाट गएको थिएँ, अब हतार हतार गरेर फर्किनु पर्ने हुन्थ्यो। अनि चाहिँ आजको ब्राइड र ग्रुम चाहिँ यस्तो हुनुहुन्छ है, बहिनी ज्वाइँ। अब चाहिँ यताको कार्यक्रम कम्प्लिट गरिसकेपछि चाहिँ हामी खाना खानेतर्फ लाग्यौँ। यहाँ चाहिँ मेरो मामाको छोराले मलाई खाना देखाउँदैछ, मेरो खाना हेर्नुहोस् न भनेर हो। अनि मम्मीले चाहिँ बाबालाई अघि बसाइसक्नु भएको थियो। अब चाहिँ म र मम्मी पनि बस्यौँ खाना लिएर है। यति बिना टेस्टी थियो खाना, यति बिना टेस्टी थियो। फेरि आइटम पनि यति बिना थिए कि प्लेटमा पनि नअटेको, अलिअलि गरेर लिँदा पनि हो। अन्त मामाले चाहिँ राम्ररी खानै भान्जी नलजाइकन भन्नुहुँदै थियो। अन्त यहाँ हामीले खानासाना खाइदै गरेर चाहिँ अन्त बिहा घरबाट चाहिँ हामी निस्क्यौँ। निस्किँदाखेरि चाहिँ यहाँ बाटोमा हेर्नु न सबैजना नाच्नु हुँदै रहेछ कि आमामा कत्रो कत्रो डिजे बक्सहरू लिएर आएर चाहिँ डान्स हुँदै रहेछ हो। अन्त चाहिँ हामी बिहा घरबाट सबैजनालाई बिदाबारी मागेर चाहिँ निस्क्यौँ। हुन्छ त मेरो यो बिहा घरको मिनी ब्लग के कस्तो लाग्यो